हेलो एभ्रिवान गुड इभिनिङ। यो भिडियो चाहिँ हो अस्तिको दिनको, जुन दिन हामीहरूको बडेमाको 13 दिनको काम थियो र हामीहरू स्करबाट यसरी गएका थियौँ। दिदी हामीहरू भिनाजु अनि गयौँ काममा पानी पनि पुरा परिरहेको थियो। परेको बिचमा अलिक देरी नै गयौँ अब निस्किएर र गएर हामीहरू चाहिँ अब पानी परो भनेर रोकिएर त भएन, जानै पर्यो भनेर अनि लेटमा भए पनि निस्किएर जाऊँ भनेर गयौँ। अनि गएर अब पुगेपछि त अब आफू त बुहारी मान्छे गएर सिधै किचनमा काम गरे पछाडि अनि टाइम भयो र हामीले नि खाना खायौँ। खाना खाएर अनि हामी पनि अब साँझ पनि पर्न आँटेको थियो, रेडी भएको थियो र हामी घरतर्फ भनेर निस्क्यौँ। अनि आयौँ, घरमा आयौँ, आएर फेरि झन् बेलुकै भइसक्यो। अब घर आइपुगेर अब खाना सबैजना गएका थियौँ, आमा मात्रै हुनुहुन्थ्यो। अनि आएर हामी चाहिँ आफ्नो आफ्नो काममा लाग्यौँ। अब दिदीले भन्नुभयो म चाहिँ चाउमिन बनाउँछु भनेर, अनि अर्को दिदीले चाहिँ फरसबिन काटिदिनु हुँदैछ, कोबी फरसबिन गाजर के हालेर मैले आज भिन्डी स्टाइलको राम्रो चाउमिन माने टेस्टी बनाउँछु भन्नुभयो र दिदी बनाउनु थाल्नुभयो चाउमिन। अनि म चाहिँ के अरे बडेरो आलु हालेर पनिर बनाउँछु भने, अनि मैले चाहिँ बनाउन थालेँ पनिर। अनि अर्को दिदीले चाहिँ बनाउनु भयो अब के अरे मासु। यता दिदीले चाउमिन बनाउनलाई रेडी गर्नु हुँदैछ, बेलेग स्टाइलको आज खुवाउँछु म तिमीहरूलाई भन्नुभयो र दिदीले बाहिरै बनाउनु हुँदैछ। अब म आगोमा बनाउँछु भन्नुभयो, अनि बनाएर खुवाउँछु भन्नुभयो र अनि दिदी चाहिँ बनाउन लाग्नुभयो यहाँ फरस गाजर के हालेर। अनि दिदी चाउमिन बनाउन थाल्नुभयो। हामीहरू अब आफ्नो आफ्नो काममा सबैजना। अनि बनाएर दिदीले अब अलिक फास्ट के अरे पिरो नहालिकन यस केटाकेटीलाई बनाएर निकालेर दिनुभयो। उनीहरू चाहिँ खाँदैछन्, किनभने पिरो खाँदैनन् जे, त्यहीको लागि अलिकति फास्टै बनाइदिनु भयो। अनि त्यसको बादमा बनाउनु भयो हामीहरूको लागि पिरो हालेर अब अलिक बेग्लै। अनि हामीहरू पनि यता आफ्नो आफ्नो काम गरिरहेको थियौँ। अब माने निरामिष बनाउने निरामिष, आमिष बनाउने आमिष। अनि त्यहाँबाट उनीहरूले खाइसके, अनि टेस्टी भयो भन्दै थिए। अब खाइसके, यहाँ बाबुले पनि यस्तो राम्ररी खाँदैछन्। हिजो आज त के अब यति सानैमा चाउमिन थुक्पा मोमो के हो थाहा भइहाल्छ, पुरा माने राम्ररी खाँदै थिए। पिरो थिएन जे, त्यहीको लागि बाबुले पनि खाए। अनि खाएपछि हामीहरूले पनि खायौँ, तर दिदीले टेस्टी बनाउनु भएको थियो। यता दिदीले चाहिँ मासु बनाउनु हुँदैछ, मासु म बनाउँछु भन्नुभयो। अनि दिदीले मासु बनाउनु हुँदैछ। अनि यता म चाहिँ बनाउँदैछु निरामिष बुङ्गा आलुको अनि दिदीले चाउमिन पनि बनाइसक्नुभयो। त्यसको बिचमै हामीहरूले चाउमिन खायौँ। तर आफू काम गर्दा गर्दै, अब बुहारी मान्छे काम गर्दा गर्दै त्यो चाउमिन खान अलिक लेट भएछ। चिसो ठन्डा भइसकेको थियो, त्यही पनि टेस्टी थियो। ठन्डा हुनाले गर्दा अलिक तातै हुँदा अरू टेस्ट भेटिन्थ्यो, तर अलिक टेस्ट कम्ती भइसकेको थियो र मैले पनि यसरी खाएँ। अनि राति ज्वाइँहरूलाई खाना दिउँ, भिनाजुहरू। अब भिनाजुहरूलाई चाहिँ खाना बसायौँ। अनि भिनाजुहरू खाना खानुहुँदैछ। अनि यता भाइले चाहिँ भन्नुहुँदै थियो मलाई चाहिँ भिडियोमा नउठाउनु है भाउजू भनेर मुख छोप्नु हुँदै थियो। मुख छोपेर अनि भिनाजुले देखाउँदैछ। अनि भाइले मुख छोप्नु हुँदै थियो, अनि मैले हातले छोप्नु हुँदै थियो, अनि हात हटाइदिएँ। अनि अनि त्यतिकै खानासाना खाएर सुत्यौँ। यो चाहिँ हो भोलिपल्टको, र दिदीहरू पनि घर आएर भोलिपल्ट बिहान।